यो हो चीनको राजधानी बेइजिङ अनि यो हो अमेरिकाको सबैभन्दा ठूलो शहर न्युयोर्क अनि यो हो पाकिस्तानको राजधानी कराची र यो हो भारतको आर्थिक केन्द्र मुम्बई। यी सबै शहरमा एउटा चीज समान छ, मतलब यी शहरहरूमा बसोबास गर्ने सम्पूर्ण मानिसको भविष्य एउटा देशमाथि निर्भर रहेको छ। त्यो देशको नाम हो मोरक्को। उत्तर अफ्रिकामा रहेको संसारको चौथो ठूलो अरब देश मोरक्कोको हातमा आखिर कसरी सम्पूर्ण विश्वको भविष्य निर्भर हुन पुग्यो त? अनि त्यो कुन वस्तु हो जसले गर्दा मोरक्कोलाई यस्तो अद्भुत फाइदा दिलाएको छ? किन संसारका सबै महाशक्ति राष्ट्रहरूको आँखा यति बेला मोरक्कोतिर सोझिएका छन्? यति बेला तपाईले स्क्रिनमा देखिरहनु भएको जीव जसलाई चमेरो भनिन्छ, त्यसो त चमेरो भन्ने बित्तिकै तपाईले कोरोना भाइरस सम्झिनुहुन्छ होला, किनकि विगतका केही वर्षमा हामीले निकै कष्टकर जीवन बिताएका थियौं, जुन कोरोना भाइरस यही चमेरोबाट चीनमा फैलिएको आरोप लाग्ने गरेको छ। त्यसो त चाहे चीनबाट फैलिएको कोरोना भाइरस होस् अथवा 20औं शताब्दीमा फैलिएको स्पेनिस फ्लू नै किन नहोस्, मानिसहरू चमेरोलाई नै दोष लगाउने गर्दछन्। मतलब यी घातक रोग फैलाउने काम यही चमेरोले गर्ने गर्छ। हो, हामी निर्धक्क चमेरोलाई दुश्मनको वर्गमा राख्न तयार भइसकेका छौं। तर पर्खनुहोस्, तपाईले जे सोचिरहनु भएको छ चमेरो मात्र त्यो होइन। मतलब यही चमेरोका कारण विगत 100 वर्षमा मानिसको जनसङ्ख्या 4 गुणा वृद्धि भएको हो। अब तपाईलाई यो सुन्दा अचम्म लाग्न सक्छ। सन् 1802 मा युरोपियन अन्वेषक अलेक्जेन्डर भोन दक्षिणी अमेरिकी देश पेरुबाट कतै जाँदै थिए। त्यहाँ उनले निकै अनौठो दृश्य देखे। वास्तवमा पेरुको जमिन कृषिका लागि बिल्कुलै उपयुक्त थिएन, तर पनि त्यहाँ हरियो घाँस थियो र लहलह झुलेका खेत थिए। अलेक्जेन्डरले त्यसको रहस्य थाहा पाउनको लागि उनले स्थानीय किसानहरूसँग सोधपुछ गर्न थाले। धेरै किसानहरूसँग सोध्दा उनले त्यसको वास्तविक रहस्य तिनै चमेरो र केही समुद्री पंक्षी भएको पत्ता लगाए, जसको मलमूत्रबाट त्यहाँको जमिन यति धेरै उर्वर बनेको थियो। त्यसपछि अलेक्जेन्डरले त्यही ज्ञान पश्चिमा विश्व लिएर गए र त्यसैलाई मलको रूपमा प्रयोग गरेर पश्चिमा देशहरूले पनि आफ्नो कृषि उत्पादन बढाउन थाले। सन् 1913 मा जर्मन रसायनशास्त्री फ्रिट्ज हार्वर्डले यही मललाई कृत्रिम रूपमा उत्पादन गर्ने तरिका पत्ता लगाए। त्यसो त जर्मन रसायनशास्त्री फ्रिट्ज हार्वर्डको बारेमा हामीले यस अघिको श्रृङ्खलामा एक घृणित वैज्ञानिक शीर्षकमा चर्चा गरिसकेका छौं। सायद तपाईलाई अहिले याद आयो होला। हो, उनले यही चमेरोको मललाई कृत्रिम तरिकाले उत्पादन गरे, जहाँ उनले नाइट्रोजन परमाणु ठुक्र्याएर हाइड्रोजन ग्याससँग मिलाउँदै नयाँ कम्पाउन्ड अमोनियाको निर्माण गरेका थिए। जब हार्वर्डले त्यो मल कृत्रिम तरिकाले उत्पादन गर्न सफल भए, तब विश्वमा मानिसको जनसङ्ख्या 100 वर्षमा अत्यधिक वृद्धि हुन पुग्यो। सन् 1912 देखि सन् 2012 सम्म सम्पूर्ण विश्वको जनसङ्ख्या 1 अर्ब 50 करोडबाट वृद्धि भएर 7 अर्ब 70 करोड भयो। सबै कुरा सामान्य रूपमा चलिरहेको थियो, तर सन् 2010 मा वैज्ञानिकहरूले निकै खतरनाक तथ्य पत्ता लगाए। यो मलमा प्रयोग हुने 2 कम्पाउन्ड पोटासियम र फोस्फेट हाम्रो जमिनबाट तीव्र रूपमा समाप्त हुँदैछ। यसलाई संयुक्त रूपमा पोटास पनि भनिन्छ। हाम्रो जमिनमा पोटासियमको भण्डार त आगामी 100 वर्षसम्मका लागि पुग्ने त छ, तर फोस्फेटको भण्डार आगामी 50 वर्षभित्रै समाप्त हुँदैछ। अर्को सबैभन्दा ठूलो समस्या भनेको हामी फोस्फेट कृत्रिम रूपमा निर्माण गर्न सक्दैनौं। यही कारण धेरै देशले फोस्फेट बचाउनका लागि कडा नियम लागू गर्न थालेका छन्। यसैको परिणाम स्वरूप सन् 2020 देखि 2021 को बीचमा फोस्फेटको मूल्य 80% सम्म वृद्धि भइसकेको छ। सन् 2021 सेप्टेम्बरदेखि चीनले फोस्फेट निर्यातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ, ताकि धेरैभन्दा धेरै मल आफै उत्पादन गरेर खाद्यान्न अभाव हुनबाट बचाउन सकियोस्। चीनसँग संसारको दोस्रो ठूलो फोस्फेट भण्डार रहेको छ, तर त्यो संसारमा रहेको फोस्फेटको 5% मात्रै हो। सिरियासँग संसारको तेस्रो ठूलो भण्डार रहेको छ र त्यो पनि संसारमा उत्पादन हुने फोस्फेटको मात्र 3% हो। यसैगरी संसारका अन्य केही देशसँग पनि 1 वा 2% फोस्फेट भण्डार रहेको छ, तर संसारमा एउटा देश छ जोसँग संसारको 70% फोस्फेट भण्डार रहेको छ। त्यो देश हो मोरक्को। एकछिन विचार गर्नुस् त, एउटा देशसँग यस्तो स्रोतको एकाधिकार छ जसमा सम्पूर्ण विश्वका मानिसहरूको भविष्य निर्भर छ। मतलब आगामी दिनमा कुन देशका मानिसले मल पाउनेछन् र कसले पाउने छैनन् भन्ने निर्णय गर्ने अधिकार सिर्फ मोरक्कोको हातमा हुनेछ। जब मानिसको जीवन मरण र भविष्यको विषय उठ्छ, तब युद्ध निर्विकल्प बन्दै आएको छ।
जसरी हाम्रो भविष्य आर्टिफिसियल इन्टेलिजेन्समा निर्भर छ र त्यसलाई चलाउन आवश्यक पर्ने लिथियम प्राप्त गर्न विश्वका महाशक्ति राष्ट्रहरू लागि परेका छन्, ठीक त्यसैगरी फोस्फेट प्राप्त गर्न अर्को लडाईँ सुरु हुन सक्ने अवस्था देखिन्छ। यदि हामीले विगतमा फर्किएर हेर्ने हो भने मानव इतिहासमा सबैभन्दा धेरै युद्ध खानेकुरा वा खाद्यान्नका लागि भएको देखिन्छ। दुर्भाग्यवश हाम्रो संसार अहिले फेरि त्यही बिन्दुमा आइपुगेको छ जहाँ खाद्यान्न अभावको विकराल अवस्था सिर्जना हुँदैछ र यही अभाव हटाउनका लागि बलिया देश कुनै पनि हद पार गर्न तयार हुनेछन्। त्यसैले मोरक्कोले छिट्टै अन्तर्राष्ट्रिय भू राजनीतिमा शक्तिशाली स्थान ओगट्दैछ, किनकि यस्तै अवस्था हामीले इतिहासमा धेरै पटक देखिसकेका छौं। आजभन्दा 150 वर्ष पछाडि फर्केर हेर्ने हो भने 19औं र 20औं शताब्दीमा तेलको सम्पूर्ण उत्पादन अमेरिकाको हातमा थियो। यही तेलले उसलाई महाशक्ति बनायो। 18औं शताब्दीमा ब्रिटिस साम्राज्यसँग संसारको सबैभन्दा धेरै धातुको भण्डार थियो र त्यसैको बलमा उसले सम्पूर्ण विश्वमा राज गर्यो। तर मोरक्कोसँग त यस्तो वस्तुको भण्डार छ जसमा सम्पूर्ण मानव जातिकै जीवन निर्भर छ। सम्पूर्ण मानव इतिहासमा एउटा देशलाई मात्र यस्तो सुवर्ण अवसर प्राप्त भएको देखिएको थिएन जुन मोरक्कोले प्राप्त गरेको छ। तर यसको उत्खनन कसरी हुनेछ र त्यसको असर कस्तो हुनेछ त्यो भने भविष्यले नै बताउनेछ। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथ्य लिएर आउने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।